हेलो साथीहरू नमस्ते। हजुरहरूमाझ फेरि पनि एउटा सानो ब्लग लिएर उपस्थित भइसकेको छु। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। त फाइनली दोस्तों आज म सानो एउटा कुरा गर्न गइरहेको छु। मलाई गाली गलोच नगर्नु होला, यो एकदम फेयर कुरा हो, त्यही भएर त्यसैको लागि कुरा गर्दैछु। किनभने मेरो जति पनि सब्सक्राइबर छन् मेरो नेपालबाट पनि छन्, तर मेरो ब्लगमा अहिले भ्युज एकदम जिरो, ब्लग आउँदैन। त अब हजुरहरूलाई भनेर के फाइदा र, हैन? अब कुनै एउटा सानो लेडिज राम्री एउटा केटीले सायद ब्लग बनाइदिएको भए त हजुरहरूले आँखा फाडेर हेर्नुहुन्थ्यो होला। र एउटा कुरा अर्को कुरा गर्दाखेरि के हुन्छ भने मेरै अब कतिपय गाउँमा साथीहरू छन्, साथीहरूले अब सब्सक्राइब गरेर राखेका छन्। अब सोच्दो ब्लग बनाउँदैछ, अब काम गर्दैछ युट्युबमा, यो एक न एक दिन त हामीभन्दा धेरै अगाडि जान्छ, त्यही भएर लाइक गर्दैनन्, मेरो ब्लगलाई हेर्दैनन्। यो हकिकत कुरो हो साथीहरू। त्यही भएर म अहिले कसैलाई पनि म रिक्वेस्ट गर्दिनँ कि के अरे मेरो ब्लगलाई हेर र सेयर पनि म गर्दिनँ। मलाई जतिले मन पराउँछन्, मन पराउँदैनन्, कोही बात छैन। र अर्को कुरा, मेरै आफ्नै भाइले त मेरो ब्लग हेर्दैन भने हजुरहरू त को र? परबाट चिनेको मान्छेहरू साथीभाइ, अब आफ्नो बचपनदेखि खेलेर हुर्केको साथीहरूले त मेरो ब्लग हेर्दैन भने हजुरहरू त पछाडिबाट आउनुभयो। जुन मेरो भिडियो, अब कुनै भिडियो सायद मन पर्यो हजुरहरूले, त्यही भएर सब्सक्राइब गरिदिनु। अनि अब मान्छेको जिन्दगीमा भागदौड एकदम धेरै हुन्छ। त यही कुरा गर्नको लागि फाइनली हजुरहरूमा आज म आइपुगेको छु। यदि मेरो ब्लगमा, मेरो भिडियोमा यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई हेरेर सब्सक्राइब गरिदिनुहोस् अनि लाइक गरिदिनुहोस्। र यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ जरुर एकपल्ट इनबक्समा म्यासेज छोडिदिनुहोस्। र दोस्रो कुरा म के भन्छु भने यो हकिकत कुरा हो साथी, किनभने ब्लग बनाउँदै गइन्छ, मान्छेले चिन्दै जान्छ। र प्लस चिनिसकेपछि अब मेरो भिडियोमा कुनै कन्टेन्ट राम्रो छ, यदि कुनै वर्ड्स राम्रो छ भने मात्रै मेरो भिडियो मान्छेले हेर्छन्। तर एउटा कुरा म के गर्छु भने कमसेकम बचपनदेखि खेलेर आएको साथीहरू जो 5-7 जना छन्, 9-10 जना होला, कतिपय साथीहरू त अब धेरैमा फैलिएका हुन्छन्। आजभोलि नेपालमा के गर्छु भनेर पनि कुनै उपाय छैन। अब हेर्नु, यो हकिकत कुरा हो, यो बचपनदेखि अब मैले देखिआएको नेपाली समाज यस्तै छ। र अर्को कुरा, अब नेपालमा धेरै जस्तो खुट्टा तान्ने, अलिकति माथि बढ्न खोज्यो कि भाइ यसले गर्दो रहेछ भन्ने तरिकाले जाने, त्यो कहिले पनि बिल्कुल मनमा नराख्नुहोस्। हजुरहरू पनि यदि कुनै नयाँ युट्युबर हुनुहुन्छ भने हजुरहरूले पनि राम्रोसँगले भिडियो बनाउनुहोस् र जस्तो होस्, आफूलाई जस्तो आउँछ त्यस्तै काम गर्दै जाने हो। सायद एक न एक दिन कुनै आइडिया, अब कुनै पनि एउटा कन्टेन्ट भाइरल भयो भने सायद हामी पनि अगाडि बढ्न सकिन्छ होला। आउनुहोस्, मिलेर अगाडि बढौँ, साथ दिएर अगाडि बढौँ र एक अर्कामा अगाडि बढौँ, हातेमालो गरेर अगाडि बढौँ। र साथीहरू, आज फाइनली किन मैले त्यस्तो कुरा गरिरहेको छु भने मेरो 20-25 भ्युजदेखि ब्लगमा आउँदैन। त्यही भएर मैले जति पनि जे पनि मैले काम गरिरहेको छु, मेहनत गरिरहेको छु, 1 साल भइसक्यो, न मेरो मेहनतको फल मिलेको छ मलाई। र पनि होस् नमिलोस्, पछि गएर मिल्छ, मलाई यो कुरा थाहा छ। एकजना दुईजना एक गरेर समुद्र बन्छ भनेपछि मलाई पनि त्यो कुरामा विश्वास छ। हजुरहरूले कुन तरिकाले हेर्नुहुन्छ हेर्नु होला। त फाइनली गाइज, आज मेरो ब्लगको मेन अब सिद्धान्त, जुन मेरो साथी भाइदेखि लिएर इष्टमित्र जति पनि मैले चिनेको साथीहरूलाई भनेको छु, यो हकिकत कुरा हो। किनभने यो हकिकत हो साथीहरू, किनकि सत्य कुरा गर्दाखेरि तितो हुन्छ, हैन? तितो भए पनि होस् भनेर भनेको छु।
अब मेरो ब्लगलाई नहेरौँ, हेरे पनि हेरौँ, राम्रो लागे ठिकै छ हेरिन्छन्, नराम्रो लागे हेर्दैनन्। तर जति पनि मलाई माया गर्नुहुने मेरो आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ, मलाई इन्कार नगर्ने मेरो भिडियोलाई लाइक गरिदिनु हुने उहाँहरूलाई धेरै धेरै हृदयदेखि धन्यवाद भन्दै आजको ब्लगलाई यहीँ टुङ्गाउन चाहन्छु र अर्को ब्लगमा मिल्ने बाचाका साथ हजुरहरूबाट बिदा हुन चाहन्छु। बाई बाई साथीहरू, नमस्ते नेपाल।